कोही छैन आफ्नो त कसले पो देला दागबत्ती। आज त्यस्तै भएको छ वरिष्ठ लोक गायक सबैका प्रिय गायक रेशम थापालाई। उपचार गर्ने पैसा नहुँदा अस्पतालमा छटपटाइरहेका छन्। भोलि अपरेसन, आज उनीसँग 1 रुपैयाँ छैन। त्यही कारणले संगीतकर्मी संघका अध्यक्ष आदरणीय सबैका प्रिय गायक प्रकाश कटुवाल, लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र म यहाँ आइपुगेको छु। आज दाइलाई यो पीडा हुँदा हामी ठुलो हेरेर बस्न सकेनौँ। म मेरो तर्फबाट धेरै कमाउन त सक्दिनँ, जति कमाएको छु त्यसमध्येमा 10,000 रुपैयाँ दाइलाई दिनेछु भने तपाईँहरूले पनि आफ्नो तर्फबाट 5,000, 10 रुपैयाँ, 10,000, 10 रुपैयाँ किन नहोस्, तल मैले क्युआर राखिदिएको छु। त्यो क्युआरमा तपाईँले सबैले सहयोग गरिदिनु होला र एकपटक दाइलाई बचाउनका लागि साथ दिनु होला। दाइ, तपाईँको लागि यो 10,000 रुपैयाँ लिनुहोला र आम नेपालीलाई के भन्नुहुन्छ? अनि म सबैलाई धन्यवाद दिन चाहन्छु, किनभने पहिला पनि उहाँहरूले मेरो लागि धेरै योगदान गर्नुभएको छ र अहिले धेरै त्यो मैले यो गुण कहिले तिर्न सक्दिनँ। तर उहाँहरूलाई म अहिले पनि धन्यवाद दिन चाहन्छु। एकचोटि अब बाँचेर फेरि गीत सङ्गीतमा फर्किने एउटा ठुलो इच्छा छ। तपाईँलाई फेरि पहिले जस्तै गीत गाउने ठुलो चाहना छ? पहिलाको जस्तै गीत गाउने धेरै गीतहरू छन्, लेखेकै गीतहरू अझ 100 गीतहरू छन्। त्यो गीतहरू गाएर उहाँहरूको समक्ष राख्ने धोको छ मेरो। दाइलाई भर्खरै प्रकाश कटुवाल दाइले नै 50,000 रुपैयाँ सहयोग गर्नुभएको छ। दाइलाई पनि एकदमै धन्यवाद छ, किनभने प्रकाश दाइ सम्भवतः नहुनु भएको थियो भने आज हामीले दाइलाई जीवित पाउँदैन थियौँ जस्तो लाग्छ। तपाईँको कारण हामीलाई थाहा भयो, हाम्रो कारण दर्शकलाई थाहा भयो होइन। तपाईँले नै हो दाइको पुनर्जन्म दिनुभएको। दाइलाई फेरि पनि धन्यवाद। त्यत्रो पैसा होइन कमाउन कति गाह्रो हुन्छ, तर म सहयोग गर्छु भनेर आएर अस्ति 50,000, आज 50,000, 1 लाख रुपैयाँ उहाँलाई सहयोग गर्छु। अब एकपटक फेरि पनि बचाइदिनु होला सबैले चाहिँ, किन रेशम थापा जतिको कलाकार हामीले चाहिँ त्यसै मरेर जान दिनु हुँदैन होइन। एउटा राष्ट्रको सम्पत्ति हो र सबैले संरक्षण गरिदिनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु र सबैसँग सहयोगको अपिल पनि गर्न चाहन्छु। र यो भिडियोमा राखेको क्युआर छँदैछ। हाम्रो अध्यक्ष आदरणीय चन्द्रमणि गौतम दाइको कारण मैले भनिहालेँ, हामी सञ्चारकर्मीहरू जागेका थियौँ। आज दाइ अध्यक्ष हुनुहुन्छ सङ्गीत राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा र हामीलाई अझ उत्साह लाग्छ। उहाँ जति बेला जहाँ पुगिदिनुहुन्छ दाइ, तपाईँलाई पहिले त धन्यवाद। तपाईँले यहीँ आउने बित्तिकै 10,000 रुपैयाँ मात्र सहयोग गर्नु भएन कि हामीलाई यहाँ ल्याएर फेरि दाइलाई बचाउनु पर्छ भनेर यो अभियान चालिदिनु भएको छ लोक सञ्चारकर्मी नेपाल। अनि तपाईँलाई मुरी धन्यवाद। एकदम धन्यवाद छ कमल। मैले सुरुवातमै भनिसकेको छु, यो 10,000 रुपैयाँ ठुलो पैसा त होइन, त्यही पनि कस्तो हुँदो रहेछ भने एउटा मनको कुरा हो कि हामी उहाँकै गीत सङ्गीतहरू सुनेर हुर्क्यौँ, उहाँका गीत सङ्गीतहरू रेडियोमा बजाएर आज स्थापित एउटा सञ्चारकर्मी भएका छौँ। र म जुन आज सञ्चारकर्मी नेपालको एउटा अध्यक्ष भएको छु, सायद रेडियोमा मैले उहाँहरूका गीतहरू नबजाएको भए म पनि विलिन हुन्थ्यो होला कि, तर उहाँहरूकै गीत सङ्गीतहरू बजाएर त्यो समयमा आज यहाँसम्म आइपुग्दाखेरि चाहिँ पैसा ठुलो कुरा होइन, सबभन्दा ठुलो कुरा मन नै हो। पैसा त आज कमाइन्छ, भोलि आउँछ, यस्तै हुन्छ। त्यही पनि व्यक्तिगत तर्फबाट मैले पनि 10,000 रुपैयाँ सहयोग गरेँ दाइको लागि। त्यो नै एउटा ठुलो कुरा मैले सम्झेको छु भने आज यति धेरै सञ्चारकर्मीहरू जुट्नु भएको छ, सबैले सहयोग गर्नुभएको छ, कमलजी आफैले गर्नुभएको छ। अब हामीले संस्थागत रूपमा भनेको सहयोगको आह्वान गरिरहेका छौँ सबैलाई। त्यही नै हो, दाइलाई शीघ्र स्वास्थ्य लाभको कामना। भोलि हुने अपरेसन चाहिँ एकदम सफल होस् र सबैले आफ्नो ठाउँबाट जति सक्नुहुन्छ सहयोग गरिदिनु होला। त्यति भयो भने पक्कै पनि दाइ पुरानै अवस्थामा फर्किनुहुन्छ भन्ने एउटा आशा चाहिँ हामी सबैलाई लाग्यो। दर्शक, जम्मा 5-7 लाख रुपैयाँ मात्रै चाहिएको छ। हिजो 21-22 लाख तपाईँहरूले नै 3-4 दिनमा उठाउनु भएको थियो। त्यो सहयोग प्रकाश कटुवालले चाल्दा र अहिले पनि त्यो तपाईँले नै गर्दा उहाँको उपचार हुन्छ। प्लिज सहयोग गर्नुहोला।